नेपालको राष्ट्रिय भाषा कुन हो? सही उत्तर हो नेपाली। नेपालको आधुनिक उपन्यास मुनामुदनको लेखक को हुन्? सही उत्तर हो लक्ष्मी प्रसाद देवकोटा। नेपालको लोकगीत रेशम फिरिरी मुख्यतया कुन क्षेत्रमा प्रचलित छ? सही उत्तर हो पोखरा। नेपालका चर्चित कवि लक्ष्मी प्रसाद देवकोटा कुन विधामा प्रखर थिए? सही उत्तर हो कविता। नेपालमा मिलेनियल्स र जेन्स बीच सबैभन्दा लोकप्रिय सामाजिक सञ्जाल कुन हो? सही उत्तर हो इन्स्टाग्राम। हाम्रा रमाइला र शैक्षिक बालपुस्तकहरू अमेजनमा उपलब्ध छन्। आजै किन्नुहोस् र तपाईको बच्चालाई नेपाली भाषा र संस्कृतिमा समृद्ध बनाउनुहोस्।